हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ म यतातिर छु है। आज यो सेन्टर पार्क भन्छ, यो चाहिँ कुरुमेको के भन्छ, सेन्टर पार्क भन्छ यसलाई चाहिँ। तर नेपालीहरूले चाहिँ यसलाई चाहिँ इस्टर्न पार्क, ढुङ्गे पार्क भन्छ है। तर यो चाहिँ खास चाहिँ सेन्टर पार्क भन्छ यसलाई चाहिँ है। सेन्टरमा भएको भएर, यो कुरुमेको ठ्याक्क सेन्टरमा भएको भएर यसलाई चाहिँ सेन्ट्रल पार्क भन्छ होइन। तर नेपालीहरूले चाहिँ नाम बिगारेर चाहिँ ढुङ्गे पार्क भन्छ के। मलाई चाहिँ पहिला चाहिँ एउटा भाइले चाहिँ भन्दै थियो क्या, दाइ कहाँ हो भन्दै सोधिरहेको थियो। म यहाँ पार्कमा छु भनेको, कुन पार्क भने त सेन्ट्रल पार्क भनेको त कहाँ छ र सेन्ट्रल पार्क हो के छ त यहाँनिर, यो यस्तो यो ढुङ्गा भएको पार्क भनेर भनेको त। दाइ त्यो त ढुङ्गे पार्क हो नि रे, यसलाई ढुङ्गे पार्क भन्दो रहेछ के। नेपालीहरूलाई चाहिँ ढुङ्गे पार्क भन्ने बुझ्दो रहेछ के। तर यसको एक्चुअल नेम चाहिँ के भन्छ, सेन्टर पार्क है कुरुमेको चाहिँ। यहाँ चाहिँ ठ्याक्क यो 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 यहाँनिर चाहिँ अब गर्मी महिना लाग्दैछ नि त होइन। गर्मी महिना लागिसक्यो भनौँ न जापानमा। यहाँ चाहिँ अलि दिन पछाडि चाहिँ यहाँनिर चाहिँ पानी झर्छ के, सरर पानी झारिदिन्छ होइन, यिनीहरूले पानी चलाइदिन्छ। अनि यो पानी झर्छ कि यहाँबाट चाहिँ वाटरफल हुन्छ है सरर। अनि त्यो बेलामा चाहिँ यहाँ आएर भिडियो टिकटकहरू बनाउन चाहिँ मिल्छ मजाले। मैले एकचोटि टिकटक बनाएको थिएँ कि यहाँनिर है, पुरा सरर यहाँबाट दौडेर त्यहाँ माथिसम्म पुगेको बनाएको थिएँ। त्यो भिडियो चाहिँ लगभग कति 18K चाहिँ भ्युज पुगेको थियो क्या। लगभग भाइरलै भएको थियो भनौँ न, वान अफ द भाइरल माई भिडियो भनौँ न, वान अफ द भाइरल भएको थियो त्यो भिडियो चाहिँ। जस एउटा भिडियोले चाहिँ यहाँनिर दौडेको भिडियोले चाहिँ भाइरलै बनाइदियो मलाई भनौँ न। 18K भ्युज चाहिँ आएको है मेरो फर्स्ट, त्यति चाहिँ एकदम धेरै भ्युज आएको भिडियो भनेको त्यो हो क्या। यस्तो छ है यहाँ चाहिँ पानी नै छैन है। तर यहाँ चाहिँ पानी मजाले पानी झार्छ क्या। खै कताबाट वाटर सप्लाई कता भित्रबाट लिएर आयो होला है। उतापट्टिको भागमा छ क्या पानी। अनि यहाँ चाहिँ बच्चा बच्चीहरू नि खेल्न आउँछ यहाँनिर चाहिँ। एउटा चिल्ड्रेन गार्डन जस्तो पनि छ साइडतिर चाहिँ, बच्चा बच्चीहरू नि खेल्न आउँछ। अनि म चाहिँ अहिले त्यत्तिकै यो क्युके टाइम थियो, मेरो रेस्ट टाइम थियो होइन। त्यही भएर यो रेस्ट टाइममा चाहिँ यसो घुम्न निस्किएको थिएँ। रेस्ट टाइममा 2 घन्टाको रेस्ट हुन्छ नि त। त्यो 2 घन्टाको रेस्टमा के गर्नु त है। त्यही भएर यस्तो एकछिन यता पार्कतिर आएको थिएँ। प्रायः जस्तो म एक्लै नै हो, सधैँ नै एक्लै त हुन्छु नि होइन, कोही हुँदैन। अनि एक्लै यस्तो घुम्ने झ्याउलायो भने त्यहाँनिर गएर बसिदिन्छु। अनि अहिले चाहिँ मैले भ्लग स्टार्ट गरेको भएर चाहिँ अनि यहाँनिर आउँछु म चाहिँ प्रायः जस्तो। अब क्युके टाइममा चाहिँ रेस्ट टाइममा यहाँनिर आउँछु भनेर देखाउनको लागि चाहिँ यो भिडियो बनाएको हो। अब यस्तो हुँदो रहेछ कि यहाँनिर पानी झरेको देखाएको छ नि त होइन, सरर पानी झरेको छ नि त। यो चाहिँ गर्मी महिनामा चाहिँ खोलिदिन्छ क्या पानी चाहिँ। गर्मी लागिसक्यो, अब अलि दिन पछाडि, अलि महिना पछाडि चाहिँ यहाँ पानी खोलिदिन्छ होला। अनि त्यो बेला आएर चाहिँ टिकटकहरू बनायो भने चाहिँ दामी भ्युज जाँदो रहेछ, भाइरल हुँदो रहेछ क्या। त्यही भएर अब नयाँहरू को स्टुडेन्टहरू आउनुभएको छ होइन, आएर यहाँनिर चाहिँ टक्क लाएर यहाँनिर चाहिँ भिडियो बनाउनु मिल्छ है मजाले। वहाँ वाटरफल हुन्छ अनि यहाँ भिडियो बनाउनु मिल्छ क्या। तर यहाँ चाहिँ स्टुडेन्टहरूले चाहिँ कति टिकटकहरू बनाएको देख्छु क्या म पहिला आउँदाखेरि होइन। भर्खर नयाँ आएको स्टुडेन्टहरू चाहिँ प्रायः जस्तो चाहिँ यो ठाउँ चाहिँ चिनेकै हुन्छ है। कुरुमे आउनेले चाहिँ नयाँ स्टुडेन्टहरू चाहिँ यो ठाउँमा चाहिँ भिजिट गरेकै हुन्छ जो पनि, किनभने अब पुरानोहरूले चाहिँ देखाइदिएको हुन्छ नि त यहाँनिर यस्तो छ भनेर देखाइदिन्छ। अनि त्यही भएर उनीहरू पनि आएर यहाँनिर भिडियोहरू बनाउने, टिकटकहरू बनाउने गर्छ क्या। जोस् यहाँको चाहिँ वातावरण चाहिँ एकदम स्वच्छ छ क्या। बाटोहरू पनि केही फोहोर छैन होइन, न कुनै अब भनौँ न च्याउको खोलहरू केही पनि छैन क्या। अनि त्यस्तो सफा छ नि त जे भयो नि ठाउँ। यहाँको चाहिँ पब्लिकहरू नै त्यति नै शिक्षित छन् क्या। पब्लिकहरू नै अब केही यहाँ फोहोरहरू भेट्यो भने मानौँ न,
अब एउटा च्याउचुको खोलहरू केही भेट्यो भने चाहिँ उनीहरूले टिपेर खोल्टीमा हालेर लिएर अन्त लगेर फालिदिन्छ क्या, त्यस्तो हुन्छ क्या। अनि तपाईँहरूलाई चाहिँ एउटा चाहिँ यो प्रतीक्षालय जस्तो म तपाईँहरूलाई यो पनि देखाउँछु। यस्तो राम्रो बनाएको छ कि यो चाहिँ हेर्दा हेर्नु न है, यो चाहिँ कस्तो राम्रो बनाएको छ कि यहाँनिर नि आएर बस्न मिल्छ मजाले। नेपालीहरू चाहिँ प्रायः जस्तो चाहिँ यहाँ कहिले कहिले यस्तो कपालहरू देखिन्छ, नेपालीहरू अब आएर यहाँनिर बस्छ है केटाकेटीहरू। अनि म चाहिँ रेस्ट टाइममा आएर प्रायः जस्तो चाहिँ यहीँ आएर बस्छु। यहाँनिर तल छाप्रो जस्तो छ नि त, तल बस्ने जस्तो, माथि यो यस्तो छ क्या, माथितिर यस्तो यस्तो पुरै होइन घाँसहरू छ है, यस्तो छ क्या, कस्तो मजाको बनाएको। तल चाहिँ मजाले शीतल हुन्छ क्या, प्रायः जस्तो म यहीँ आएर बस्छु। अनि यो बुढीहरू पनि मैले लगभग अहिले आउन थालेको स्टार्ट गरेको, फेरि पहिला म बिचमा आउन छोडिसकेको थिएँ। अनि अहिले आउन थालेको म 15-20 दिन जस्तो भयो। 15-20 दिन जस्तोमा चाहिँ यो बुढीहरू पनि मैले कन्टिन्यू दिनदिनै देखेको छु होइन। आएर मजाले बस्छ क्या बुढीहरू। म आउने बेला जहिले बुढीहरू आएर बसिसकेको हुन्छ, मजाले बस्छ, गफ गर्छ है। यो बिरालो पनि लिएर आउँछ एउटा। अनि त्यो बिरालो जहिले हुन्छ, यो बुढीहरू गयो भने बिरालोहरू पनि जान्छ कि, यिनीहरूले बिरालोलाई खानेकुरा ल्याइदिन्छ जस्तो छ क्या। कस्तो रिसाएर हेर्दैछ है, कस्तो रिसाएर हेर्दैछ कि। अब म नजिक गयो भने त पुरै टोक्ला जस्तै गरेछ त्यसले त मलाई त। नरिसा, हेलो, कस्तो रिसाएर हेरेको। सो गाइस म त्यही भन्न लाग्यो, यो चाहिँ मेरो एकदम सर्ट भ्लग हो होइन, यो त्यति लामो चाहिँ होइन। जस अहिले चाहिँ म यहाँ छु, यो सेन्ट्रल पार्क कुरुमेको इस्टर्न पार्क भनौँ न, अब चाहिँ इस्टर्न पार्क, ढुङ्गे पार्क जे भनिनुहुन्छ, यहाँ छु। तपाईँहरू पनि यदि नयाँ हुनुहुन्छ, कोही कुरुमे आउनुभएछ, फुकुका कुरुमे आउनुभएछ भने चाहिँ यो पार्क चाहिँ भिजिट गरिदिनु होला। टिकटकहरू बनाउनुको लागि एकदम बेस्ट ठाउँ छ। जस रमाइलो पनि हुन्छ, साथीहरूसँग आएपछि मजाले घुम्न नि पाएँ होइन। त्यही भन्दै ओके, बाई बाई।